नमस्ते। सिक्रेट द पावर कृतिको पाँचौँ विषयक्रममा शक्ति र सिर्जनाको बाँकी अंश पढेर सुनाउँदैछु। सुन्नुहोस् है त। हामी घर फर्क्यौँ र कुकुर हामीसितै छ भन्ने भावलाई राखिरह्यौँ। हामीले उसका लागि भनेर खाना बटुकामा राखिदियौँ। उसको घाँटीमा झुन्ड्याएको घन्टी बजेको कल्पना गर्यौँ। ऊ त्यतै कतै भए जस्तै गरी उसको नाउँ काढेर बोलायौँ। मेरी छोरी आफ्नो 15 वर्षदेखिको साथी अर्को खाटमा सुतेको कल्पना गर्दै सुत्न गई। भोलिपल्ट बिहानै हामीले पहाडको फेदीमा एउटा रुखमा सूचना देख्यौँ। कसैले क्याबीलाई भेटेको खबर रहेछ। जसरी हामीले क्याबी सकुशल पाएको कल्पना गरेका थियौँ, त्यसरी नै क्याबी सकुशल हामीसम्म आइपुग्यो। जतिसुकै खतरनाक परिस्थिति आओस्, जहिले पनि उत्कृष्ट प्रतिफलको कल्पना गर्नुपर्छ। जब तपाईँ यस्तो प्रतिफलको कल्पना गर्नुहुन्छ, तपाईँले परिस्थितिलाई नै परिवर्तन गर्नुहुन्छ र तपाईँ परिस्थितिलाई आफूले चाहे जसरी परिवर्तन गर्न सक्नुहुन्छ। कल्पेको कुराको अस्तित्व हुन्छ। सिर्जना भनेको पहिले नै अस्तित्वमा रहेको कुरालाई योजनाबद्ध ढङ्गमा लैजानु हो। श्रीमद्भागवत प्राचीन हिन्दू धर्म ग्रन्थ। तपाईँ जे चाहनुहुन्छ त्यो पहिले नै त्यही छ भनेर कल्पना गर्नुहुन्छ। तपाईँले त्यो होस् या नहोस् मतलब गर्नुहुन्न, मात्र त्यसलाई कल्पना गर्नुहोस्। सिर्जनाको रूपमा पहिलेदेखि नै अस्तित्वमा रहन्छ। 5000 वर्ष पहिले एउटा पुरानो अभिलेखमा लेखिएको छ, सम्पूर्ण निर्माण पूरा भइसकेर अब केही निर्माणको सम्भावना छ भने त्यो पहिले नै अस्तित्वमा छ। अब अहिले आएर 5000 वर्षपछि क्वान्टम फिजिक्सले पनि यही कुरा बताइसकेको छ कि सबै कुराको सम्भावना हुन्छ। अहिले अस्तित्वमा रहेका सबै कुराको असीमित सम्भावना छ। स्वर्ग, पृथ्वी र सबै चिजहरूको निर्माण आफैमा पुरा भइसकेको छ। उत्पत्ति बाइबलको एउटा पाठ। तपाईको जीवन पहिले नै अस्तित्वमा छ भन्नुको अर्थ के हो? अस्तित्वमा नै नरहेको परिकल्पना गर्नु तपाईका लागि असम्भव छ। सिर्जना जहिले पनि पूर्ण हुन्छ। हरेक कुराको एउटा सम्भाव्यता जहिले पनि हुन्छ। जब तपाईँ विश्व कीर्तिमान कायम गर्ने वा सुदूर पूर्वतर्फ घुम्न जाने वा स्वस्थ रहने वा अभिभावक बन्ने कल्पना गर्नुहुन्छ भने त्यसको सम्भाव्यताको निर्माण अहिले नै भइरहेको छ। यदि तिनको अस्तित्व नै थिएन भने तपाईँले कल्पना नै गर्न सक्नुहुन्न थियो। तपाईँले इच्छा गर्नुभएको र प्रेम गर्नुभएको कुराहरूलाई अदृश्यबाट दृश्य जीवनमा ल्याउनका लागि तपाईँले आफूले इच्छाएको कुरालाई कल्पना र अनुभवको माध्यमबाट प्रेम गर्नुहोस्। तपाईँ कस्तो जीवन चाहनुहुन्छ त्यसको कल्पना गर्नुहोस्। तपाईँ जे चाहनुहुन्छ त्यसको पनि कल्पना गर्नुहोस्। तपाईँ कल्पनालाई सधैँ लिएर हिँड्नुहोस्। यदि तपाईँ राम्रो सम्बन्ध कसको जस्तो होस् भन्ने चाहनुहुन्छ, त्यो कुराको पनि कल्पना गर्नुहोस्। यदि तपाईँको काम पुरा भयो भने तपाईँलाई कस्तो महसुस हुन्छ त्यो पनि कल्पना गर्नुहोस्। तपाईँलाई जे मन परेको छ त्यो काम गर्नका लागि तपाईँसित पैसा छ भने तपाईँको जीवन कस्तो हुन्छ कल्पना गर्नुहोस्। तपाईँलाई आफू स्वस्थ रहँदा कस्तो अनुभव हुन्छ कल्पना गर्नुहोस्। तपाईँ जे गर्न चाहनु भएको थियो त्यो गर्न पाउनुभयो भने तपाईँलाई कस्तो महसुस हुन्छ कल्पना गर्नुहोस्। तपाईँ जे चाहनुहुन्छ त्यसको कल्पना गर्न सम्पूर्ण ज्ञानेन्द्रियहरूको प्रयोग गर्नुहोस्। यदि तपाईँ इटाली जान चाहनुहुन्छ भने ओलिभ आयलको गन्धको कल्पना गर्नुहोस्। बदामको स्वाद लिनुहोस्। इटाली भाषाका शब्दहरू सुन्नुहोस्। त्यहाँ पाइने विशेष किसिमका ढुङ्गाहरू छोएको अनुभव गर्नुहोस् र इटालीमै भएको अनुभव गर्नुहोस्। तपाईँको संवाद र विचारमा भन्नुहोस्, कल्पना गर्नुहोस्। त्यसपछिको बाँकी वाक्य आफूले जे चाहनुहुन्छ त्यही राखी पुरा गर्नुहोस्। यदि तपाईँ साथीसित कुरा गर्दै हुनुहुन्छ र उनीहरूले आफ्नो बढुवा नभएको तर उनीहरूसँगै काम गर्ने अन्य व्यक्तिको बढुवा भएको गुनासो गरे भने उनीहरूलाई भन्नुहोस्, कल्पना गर्नुहोस् यदि तपाईँको कुनै कारणले बढुवा भएन भने पनि तपाईँको एउटा ठुलो भूमिका हुन सक्छ र धेरै पैसा पनि हुन सक्छ। किनकि सत्य त्यही हो, तपाईँको साथीको बढुवाको सम्भाव्यता छ र तिनीहरूले आफ्नो रुचि पैसाले
रुचि पैसाले मालामाल हुने जागिरमा राखिराखेका छन्। यदि उनीहरूले त्यो कुराको कल्पना गर्छन्, गहिरोसँग त्यो कुरालाई महसुस गर्छन् भने उनीहरूले त्यो अवश्य नै प्राप्त गर्छन्। परमाणु वा कुनै वस्तुको सानो अंशहरू आफैमा वास्तविक चिज होइनन्। तिनीहरूले त सम्भाव्यताको विश्व बनाउँछन्, न कि कुनै एउटा वस्तु अथवा वास्तविकता। वार्नर हेसेनबर्ग, नोबेल पुरस्कार विजेता क्वान्टम भौतिकशास्त्री। कल्पनालाई प्रयोग गर्नुहोस् र एउटा खेलको सिर्जना गर्नुहोस् जसले गर्दा तपाईँलाई एकदमै खुसी लाग्न सक्छ। तपाईँले जे कल्पना गर्नुहुन्छ त्यो पुरा हुनका लागि कुरिरहेको हुन्छ, जसले प्रेमको बललाई कल्पना र अनुभवद्वारा विस्तार गर्दछ। उसले कल्पेको वस्तु अदृश्यमै पूर्ण रूपले बनिसकेको हुन्छ र बाहिरी संसारमा आउन बाटो खोजिरहेको हुन्छ। जब कुनै महिलाले कलेजबाट स्नातक सिद्ध्याउँछ, ऊ महिनौँ कामको खोजीमा दौडिन्छ र सङ्घर्षरत रहन्छ। उसको सबैभन्दा ठुलो बाधक काम नभएको अवस्थामा पनि काम छ भनेर कल्पना गर्नुरहेको थियो। यही कल्पनाका कारण उनले महिनौँ कुनै पनि काम पाइनन्। उनले आफ्नो डायरीमा जहिले पनि लेख्थिन्, मैले पाउने कामका लागि म धन्य महसुस गर्छु, तर यसका बावजुद उनले कयौँ महिनासम्म कुनै पनि किसिमका काम पाइनन्। त्यसपछि उनले अचानक के महसुस गरिन् भने एकपछि अर्को कामका लागि दौडधुप र आवेदनले उनी निराश भइसकेकी छिन् र उनका ती सबै क्रियाकलापहरूले आकर्षणको नियमलाई भनिरहेका थिए, उनीसित जागिर छैन। जागिर नहुनुको नकारात्मकता उनले डायरीमा पोखिरहेकी थिइन्। यो नकारात्मकताले उनलाई सकारात्मक परिणाम दिँदैनथ्यो भन्ने उनले केही समय लगत्तै महसुस गरिन्। त्यसपछि उनले आफूले जागिर खाइरहेको जस्तै अनुभूति र कल्पना गर्ने अनि त्यस्तै जीवन जिउने निर्णय गरिन्। उनले घडीमा बिहान छिट्टै उठ्नका लागि घन्टी बज्ने सुई मिलाइन्, जसले गर्दा यस्तो लाग्थ्यो कि उनी काममा बाहिर जाँदैछिन्। उनले आफ्नो डायरीमा कामप्रति कृतज्ञ भएको लेख्नुभन्दा उनले काममा सफलता हात पारेको, उनीसित काम गर्ने अन्य व्यक्तिहरूलाई धन्यवाद प्रकट गरेको लेख्न थालिन्। प्रत्येक दिन काम गर्दा लगाउने पोसाक तय गरिन्। उनले बचत गर्ने रकम तोकिन्। 2 साताभित्रै उनी आफू जागिरे भएको अनुभव गर्न थालिन्। उनको साथीले एउटा जागिरमा उनका लागि सुहाउँदो पद खुलेको सुनाइन्। उनले त्यहाँ निवेदन दिने बित्तिकै बोलाइयो र उनले नै त्यो जागिर हात पारिन्। नभन्दै त्यसपछि उनले डायरीमा लेखेका सम्पूर्ण कुराहरू प्राप्त गरिन्। हतियारले सुसज्जित हुनुहोस्। तपाईले आफैलाई मानिस, वस्तु अथवा अवस्था वा परिस्थितिहरूका बारेमा सोच्ने अनुमति दिनुहुन्छ, तर आफूले नचाहेको कुराहरूलाई अनुसरण नगर्ने कुरातर्फ ध्यान दिन सक्नुहुन्न। तपाईँ आफ्ना इच्छाहरूको अनुसरण गर्नुहुन्न, तर अनुकरण गर्नुहुन्छ। आफ्नो कल्पनाको प्रयोग गरी तपाईँ के चाहनुहुन्छ र के सोच्नुहुन्छ भन्ने कुराको निर्धारण गर्नुहोस्। क्रिस्चियन डिफर्सन, नयाँ सोचका लेखक। निर्माण प्रक्रिया प्रयोग गर्दा तपाईँले इच्छाएका सम्पूर्ण सरसामग्रीहरूको सहयोग लिनुहोस्। यसो गर्दा तपाईँले ती सामग्री वा इच्छा पूरा भएको अनुभव सिर्जना गर्न सक्नुहुन्छ। यदि तपाईँ नयाँ लुगा चाहनुहुन्छ भने तपाईँ निश्चिन्त हुनुहोस् कि तपाईँको दराज खाली छ, जहाँ केही खाली ह्याङ्गरहरू नयाँ लुगाका लागि कुरिरहेका छन्। यदि तपाईँ जीवनमा धेरै पैसा चाहनुहुन्छ भने तपाईँको पर्स पैसा राख्नका लागि खाली छ वा कागजहरूले भरिएको छ। यदि तपाईँ एउटा चाहे जस्तै जीवनसाथी पाउन चाहनुहुन्छ भने आफ्नो सुत्ने शैलीमाथि विचार गर्नुहोस्। कतै तपाईँले ओछ्यान पुरै ओगटेर सुत्ने गर्नुभएको त छैन? अथवा तपाईँले आफ्नो जीवनसाथीका लागि खाली ठाउँ छाडेर सुत्ने गर्नुभएको छ कि? यदि तपाईँ जीवनसाथी खोजिरहनु भएको छ भने तपाईँको दराजको आधा भाग खाली राख्नुहोस्, किनकि आधा भागमा तपाईँको जीवनसाथीले राख्ने ठाउँ पनि त चाहियो। तपाईँले खाना खाने टेबलमा कतिवटा कुर्सी राख्नु भएको छ? आफैलाई मात्र छ कि अर्को कुनै पनि सँगै राख्नु भएको छ? तपाईँले जीवनसाथीका लागि पनि खाली ठाउँ छाड्ने गर्नुहोस्। तपाईँले दैनन्दिन गर्ने कार्यमा एक अर्कामा बाजिने काम नगर्नुहोस्। तपाईँ जे चाहनुहुन्छ त्यो पाइसकेको अनुभव गर्नुहोस्। यी भनेका सामान्य कुराहरू हुन् जुन तपाईँले कल्पनामा गर्न सक्नुहुन्छ, तर यी क्रियाकलापहरू साँच्चीकै शक्तिशाली हुन्छन्। एकजना महिलाले एउटा घोडा पाउनका लागि विविध किसिमका सामग्रीहरू जुटाइन् र उनले आफ्नो कल्पना
गरिन्। उनले आफ्नो जीवनमा घोडा पाल्ने योजना बनाएकी थिइन्, तर उनको आर्थिक हैसियत थिएन। उनले पाल्ने घोडा सस्तो पनि थिएन। चेस्टनट मोर्गन गेल्डिनको मोल सयौँमा होइन हजारौँ डलर मूल्यमा किन्नुपर्ने हुन्थ्यो। त्यसैले उनले आफूले किन्न चाहेको घोडा जस्तै घोडाको कल्पना गर्थिन्। उनी प्रत्येक पल त्यही चाहिरहेकी हुन्थिन्। उनले त्यही घोडाको तस्विरलाई ल्यापटपको पर्दामा राखिन्। जति बेला उनी मौका पाउँथिन्, उनी घोडाको चित्र कोर्न थाल्थिन्। घोडा किन्ने उनको सामर्थ्य नभए पनि बिक्रीमा राखिएका घोडाहरू हेर्ने गर्थिन्। जब उनी आफ्ना बच्चाहरूलाई लिएर बजार जान्थिन्, उनीहरू घोडा चढ्न रुचाउँथे। उनले खरिद गर्न सक्ने भनेको घोडाको कम्बल, घोडा बाँध्ने पेटी र केही सफा गर्ने सामानहरू थिए। उनले किनेर अहिलेदेखि जम्मा गरेका सामानहरू बेला बेलामा हेर्थिन्, सफा गर्थिन् र पुनः पहिले राखेकै ठाउँमा राखिदिन्थिन्। केही समयपछि घोडा प्रदर्शनीमा उनी गइन्। त्यहाँ एउटा चिठाको पनि आयोजना गरिएको थियो, जसमा प्रथम पुरस्कारका रूपमा त्यही घोडा राखिएको थियो। उनले कल्पनामा सोचेकै जस्तो घोडा उनको अघिल्तिर पुरस्कारका लागि राखिएको थियो। उनले चिठा किनिन् र उनले अन्त्यमा घोडा हात पारेरै छाडिन्। तपाईँका ज्ञानेन्द्रियहरू पनि सपना पुरा गराउने सामग्री बन्न सक्छन्। त्यसैले आफ्ना ज्ञानेन्द्रियहरूलाई आफूले चाहेको कुराहरूलाई पूर्ण रूपमा अनुभव गराउन प्रयोग गर्नुहोस्। तपाईँले जे चाहनुहुन्छ छोएर अनुभव गर्नुहोस्। जिब्रोले स्वाद लिनुहोस्, सुँघ्नुहोस्, हेर्नुहोस्, सुन्नुहोस्। एकजना मानिसले धेरैवटा अवसर प्राप्त गर्न सम्पूर्ण ज्ञानेन्द्रियहरूको सहायता लिने गर्दथ्यो। 3 वर्षको दौरानमा उसले 75 वटा पदका लागि आवेदन गरेको थियो, तर कुनै पनि जागिर हात लागेन। तर जब उसले कल्पना गर्न थाल्यो र सबै ज्ञानेन्द्रियहरूको माध्यमबाट महसुस गर्न थाल्यो, उसले कल्पना गरे जस्तै काम प्राप्त गर्न सफल भयो। उसले कल्पनामा कम्प्युटरको किप्याड चलाउन थाल्यो। उसको ठुलो कोठामा फर्निचरहरूको सुगन्ध सुँघ्न थाल्यो। उसले आफ्ना साथीहरूको कल्पना गर्न थाल्यो। उसले साथीहरूका नाम पनि राखिदियो र कुराकानी गर्न थाल्यो। उनीहरूसित गोष्ठीमा भाग लिएको कल्पना गर्न थाल्यो। उसले अफिसमा खाजा खाँदा टाकोस नै स्वाद लिइकन खाने कल्पना गर्न थाल्यो। 7 हप्तापछि उसले अन्तर्वार्ताका लागि कयौँ प्रस्ताव पाउन थाल्यो। त्यसपछि उसले एउटा मात्र होइन, 2-2वटा जागिरको अवसर पायो। उसले आफूलाई मनपर्ने जागिर छनौट गर्यो। जुन जागिर खाने उसको सपना थियो, स्वाभाविक रूपमा त्यसैलाई छनौट गर्यो। जब तपाईँ सिर्जनाको प्रक्रिया पुरा गर्नुहुन्छ, त्यति बेला तपाईँ सिर्जना गर्न थाल्नुहुन्छ। अब तपाईँ पुरानो संसारमा फर्कनुहुन्न, जहाँ तपाईँका चाहनाहरू थिएनन्। तपाईँ नयाँ संसारमा प्रवेश गर्नुभएको छ, जहाँ तपाईँले चाहनुभएका कुराहरू छन्। कतिपय कुराहरू त अझै अदृश्य नै होलान्। तपाईँले ती अदृश्य चिजहरू पाउनुहुन्छ भन्ने कुरा पत्याउनु त हुन्छ नि, होइन? धन्यवाद। शक्ति र सिर्जना 5औं विषयक्रम सकिएको छ। अब हामी अर्को पटक अनुभूति नै सिर्जना हो भन्ने विषयवस्तुमा प्रवेश गर्दछौँ। धन्यवाद।